चार्ल्स डार्विन हामी संसारै चिनेका वैज्ञानिक हुन्। उनको सिद्धान्त हामीले पढेका छौँ। तर का रक्षक त्यही लेभलका अर्का वैज्ञानिक थिए, जोसेफ डाल्टन हुकर। उनी 1848 सालमा इलाममा आएका थिए र इलाममा आएर उनले लेखेको किताब विश्वभर हामी पढ्न सक्छौँ। र हालसालै एक शताब्दी 1.5 शताब्दी पछि उनको किताब नेपालीमा केही वर्ष अगाडि आएको छ र उसको किताबको नाम छ कञ्चनजङ्घा जुहार। बुकिल पब्लिकेसनले किताब प्रकाशन गरेको छ। अर्थात् इलामको सम्बन्ध चाहिँ बेलायतसँग छ र इलामको सम्बन्ध चार्ल्स डार्विनसँग छ र इलामको सम्बन्ध चार्ल्स डार्विनका साथी उनका समकक्षी जोसेफ डाल्टन हुकरसँग छ। सन् 1850 मा जङ्गबहादुर बेलायत जाँदाखेरि उनी कोलकातामा गएका थिए। कोलकाताबाट उनी पानी जहाज हुँदै बेलायत पुग्दाखेरि कोलकातामा जोसेफ डाल्टन हुकरले आफूले 1848 मा नेपाल भ्रमण गरेर लेखेको एउटा किताब चाहिँ उनले हस्तान्तरण गरेका थिए। अर्थात् जङ्गबहादुरको बेलायत यात्राभन्दा अगाडि दिएको एउटा किताबको जुन गिफ्ट थियो त्यहाँभित्र पनि इलामकै कथा लेखेको थियो। इलामको चार्ल्स डार्विनसँग यो सम्बन्ध छ। र कञ्चनजङ्घाको प्रथम आरोहणमा इलामको सम्बन्ध छ। सन् 1955 मा बेलायती आरोहण दलले कञ्चनजङ्घाको सफल आरोहण गरेका थियो। सन् 1955 मे 25 तारिकको दिन उहाँहरू शिखरमा पुग्नु भएको थियो र जर्ज ब्यान र जो ब्राउन भन्ने दुईजना आरोही शिखरमा पुग्नु भएको थियो र उहाँहरू सन् 1955 मार्च एप्रिलतिर चाहिँ उहाँहरू दार्जिलिङ हुँदै इलाम हुँदै कञ्चनजङ्घा जानुभएको थियो। अर्थात् इलाम भनेको कञ्चनजङ्घाको सफल आरोहणको गेटवे पनि हो। त्यसकारण यो कुरालाई हामीले ब्रान्डिङ गर्नुपर्छ जस्तो लाग्छ।